हेलो हेलो सम्पूर्णलाई स्वागत छ। आज शनिबार विशेष भिडियोमा आज हामी साफे नगरपालिका वडा नम्बर 7 मा रहेको रेडीकोटमा रहेको बडासैन खेल मैदानमा छौँ। आज हामी शनिबारको विशेष रमाइलो ब्यालपाटा प्रादेशिक अस्पतालको अन्तर्विभागीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गर्दैछौँ। यहाँ देखिराख्नु भएको छ खेल सुरु भइसकेको छ, जहाँ क्रिकेट प्रेमी खेलाडी साथीहरू मैदानमा उत्रिसक्नु भएको छ। फेरि पनि स्वागत गर्दछु नेक्स्ट पार्टमा। आजको खेल सुसम्पन्न भएको छ। अब हामी यता भएको फोहोर प्लास्टिकका पानीका बोतल इत्यादि टिपेर जलाएर नष्ट गर्ने प्लानमा छौँ। अब सुरु भइसकेको छ हाम्रो सरसफाइ कार्यक्रम। साथीहरू खटिसक्नु भएको छ। हजुर ए कति विकेट लग्नुभयो खै भन्नु त। के अरे धेरै लग्नु जस्तो लागिरहेको छ। 3वटा लग्नुभयो कि जस्तो लागिरहेको छ। म्यान अफ द म्याच भन्नुभएको छ हाम्रो एलेन सङ्करका। उहाँले एकदम राम्रो फोहोर उठाइराख्नु भएको छ। हाम्रो के अरे बयालपाटा प्रादेशिक अस्पतालको स्टाफहरू यहाँ अहिले एकदम सरसफाइको लागि जुटिरहेको छन्। यहाँ आजको अहिले हामीले गरेको छ के अरे यो फोहोर चाहिँ होइन, हामीले जे होस् एउटा दुईवटा दर्जन पानी मात्रै बोकेको थियौँ। बाँकी चाहिँ तपाईँको यो पहिले गरेको फोहोरहरू, प्लास्टिकहरू, पानीको बोतलहरू होइन, यो चाहिँ थियो। यो यसरी हामीले के अरे सरसफाइ गरिरहेको छौँ। यहाँ हाम्रा सर हुनुहुन्छ जो समग्र हिसाबमा सबैजना लागिराख्नु भएको छ। उहाँ डाक्टर साहब हुनुहुन्छ, डाक्टर सरोज ढुङ्गाना। महेन्द्र कुमार त यहाँ लागिराख्नु भएको छ। उहाँ हाम्रो के अरे लोकजन खड्का सर हुनुहुन्छ एकदमै। यहाँ हाम्रो के अरे पुलिस फोर्सतिरबाट हुनुहुन्छ भीष्म खड्का अनि मुकुन्द रावल। यहाँ सम्पूर्ण स्टाफ साथीहरूले सरसफाइ गरिदिनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद, राम्रो काम गर्नुभएको छ। यहाँ प्रेम सर हुनुहुन्छ, एकदमै खटिराख्नु भएको छ है। ए हाम्रो डाक्टर सरोज ढुङ्गाना, उहाँ चाहिँ बयालपाटा अस्पताल कन्सल्टेन्ट डाक्टर यसरी खटिराख्नु भएको छ। हेर्नुहोस् त ल ए उहाँ डाक्टर विश्व अर्थोपेडिक हुनुहुन्छ, खटिराख्नु भएको छ। हाम्रो धेरै ठाउँ चलाइसक्यौँ फोहोरहरू। जिउस बडाकोट पनि हुन्छ जस्तो लाग्छ। साइबा नगरपालिका रेडीकोट बडाकोट बडासैन सबै जे भन्यो नि रेडीकोट साइबर 7 मा पर्छ। जिउस यो मैदान चाहिँ जिउस सबैले चिन्नु भएको छ होइन होइन सबैले गर्यो भने राम्रो हुन्छ। यहाँ जति टुर्नामेन्ट हुन्छन् हजुर त्यसको अगाडि पछाडि सरसफाइ गर्यो भने चाहिँ राम्रो हुन्छ। हजुर जिउस हामीले हजुर अर्कोभन्दा धेरै राम्रो भएको छ होइन यतातिर।